फुल फुल्छ यहाँ ओली झर्नालाई जन्मन्छन् मानिस यहाँ एक दिन त मर्नलाई छैन कोही अजम्बरी सधैँ बाँचिरहने जीवन गयो बाफु झैँ पलमै उडी जाने छैन कोही अजम्बरी सधैँ बाँचिरहने जीवन गयो बाफु झैँ पलमै उडी जाने फुल फुल्छ यहाँ बगी जाने खोलाको पानी बाहे पापीहरूलाई अति प्रेम गर्ने छैन जगतमा यीशु बाहे पापीहरूलाई अति प्रेम गर्ने पापीलाई अनन्त जीवन दिनलाई सट्टामा आफ्नो प्राण दिए पापीलाई अनन्त जीवन दिनलाई सट्टामा आफ्नो प्राण दिए मृत्युको हुरीले छोप्न नपाई बचाउन सका आफ्नो आत्मालाई ए अन्तिम समय सधैँ तिमीले स्वीकार गर आफ्नो दातालाई अनन्त जीवन पाउनलाई ऊब फर्किन्छ जसले दिएको थियो फर्किन्छ तर अब आत्मा फर्कनुभन्दा अगाडि चाहिँ आत्मा चाहिँ पापमा छ हाम्रो आत्मा चाहिँ पापमा छ यसै कारणले गर्दा आज यो पापको भार हामीले बोकिरहेका छौँ हिजो आज अब अहिले मान्छेले भार बोक्न भारीहरू बोकेर हिँडेको हामी देख्दैनौँ पहिला हामी सानसानो हुँदाखेरि हाम्रै गाउँघरमा पनि धेरै भारीहरू बोकेर हिँड्थ्यो अहिले त अब स्कुटी आयो यो टोटो आयो के आयो सबै एक बोराको चामलको बस्ताको भारी पनि मान्छेले बोकेर लाँदैन अनि के अरे टोटोमा हाल्छ अनि बोकेछ तर मान्छेले यति धेरै भारी बोकेको छ अनि त्यो भारी चाहिँ यहाँनिर यो पापको भारी हो अनि त्यो भित्र चाहिँ यति धेरै भारी छ त्यो चाहिँ यहाँ हामी पढेर सुनाउँछौँ मर्कुस रचित 7 अध्यायको 21 पदमा यति धेरै भारी मान्छेले बोझ बोकिरहेको छ संसारमा बरु हामी एउटा सानो भारी संसारमा बोक्न चाहँदैनौँ भरसक्के चाहिँ त्यो भारी चाहिँ के होस् हटोस् म बोक्नु नपरोस् बरु म 50 रुपियाँ तिरेर बोकाउँछु कसैलाई ग्यास सिलिन्डर पनि माथि बिल्डिङ ग्यास सिलिन्डर लानु छ भने पनि कसैलाई बोकाउँछु भन्छ बोक्नु मान्दैन भारी तर त्योभन्दा धेरै बोझ भारी चाहिँ मान्छेले बोकिरहेको छ त्यो चाहिँ थाहा छैन मान्छेलाई आज चाहिँ तपाईँलाई छर्लङ्गै थाहा हुन्छ मान्छेको भित्र चाहिँ कस्तो कस्तो भारी छ यहाँनिर पढ्दैछ सुनाउँदैछ नि हेर्नुहोस् है किनभने भित्रबाट नै मान्छेको भित्रको बोझको भारी अर्थात् मानिसको हृदयबाट नै मान्छेको हृदयभित्रको भारी खराब विचार पहिला चाहिँ खराब विचारको भारी मान्छेले बोकेको छ भित्र कस्तो कस्तो विचार हो विचारलाई मान्छेले देख्दैन हावालाई देख्नुहुन्छ तपाईँले देख्नुहुन्न त्यस्तै मेरो भित्रको विचारलाई पनि तपाईँले देख्नुहुन्न तपाईँभित्रको विचारलाई पनि तपाईँले देख्नुहुन्न तर विचारलाई देख्ने चाहिँ परमेश्वर हो तपाईँको भित्र के विचार छ परमेश्वरले चाहिँ देख्नुहुन्छ स्क्यान गरेर हेर्नुहुन्छ भित्र हृदयभित्र के विचार छ त्यो हेर्नुहुन्छ तर मान्छेको विचार चाहिँ स्वर्गबाट हेर्नु चाहिँ खराब विचार यहाँ भन्दैछ पहिलो चाहिँ त्यो हो भारी खराब विचारको भारी मान्छे कहिले पनि के अरे घरमा स्त्री छँदैछ तर पनि उसको हृदय के छैन सन्तुष्टि हुँदैन उसले अझै होस् संसारको डल्लै स्त्री चाहिँ मेरो हुनुपर्छ भन्ने सोचमा हिँड्छ त्यो भारी बोकिरहेको छ उसले त्यो सोचको भारी
त्यहाँ त्यो पहुँच त पुगोस् कि नपुगोस् तर उसले त्यही नै भनेको हुन्छ। त्यस कारण यो भारीहरू चाहिँ हेर्नुहोस् है, आज बिसाउनुपर्छ तपाईँले भारी। अनि अर्को व्यभिचार गर्ने। अहिले जवान भाइ बहिनीहरूले बिहा गर्न चाहँदैनन्, बरु त्यत्तिकै के गर्छ, बाहिर बस्छ अनि उनीहरूले के गरिरहेको हुन्छ। संसारमा सबभन्दा बेसी व्यभिचार, डरलाग्दो प्रकारले व्यभिचारको पाप अहिले फैलिरहेको छ संसारमा। त्यो भारी बोकिरहेको छ मान्छेले। हत्या अहिले अब तपाईँले यसो मोबाइल यसो हेर्नुहोस्, त्यहाँ आज कति मान्छे मऱ्यो होला बिहानदेखिको, आजको दिन मात्रैको हिसाबमा बेहिसाब मान्छे मऱ्यो, कतिलाई मारे, निर्दोष मान्छे मऱ्यो, गाडी एक्सिडेन्ट भएर मऱ्यो, कतिलाई बलात्कार गरेर मारे। हत्या, त्यो हत्याको भारी, व्यभिचारको भारी, खराब विचारको भारी, अनि चोरी मान्छेले त्यो चोर्छ पनि, उसले त्यो चोर्ने त्यो बोझ बोकिरहेछ हृदयभित्र, अनि उसले जसो गरे पनि त्यो चोर्नु चाहन्छ। उसले त्यो परमेश्वर हुनुहुँदो रहेछ भनेर बाइबलले प्रमाणित गर्छ। पढिदिनुहोस् त। परमेश्वरको वचन येशू ख्रिस्टद्वारा, परमेश्वरको वचन यीशु ख्रिस्टद्वारा उहाँ नै सबैका प्रभु हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबैका प्रभु हुनुहुन्छ भनिकन बाइबलले चाहिँ स्पष्ट गर्छ। यसले गर्दाखेरि है हामीले जुन परमेश्वरलाई पाएका छौँ है, जुन आनन्द अनि जुन शान्ति पाएका छौँ है, त्यो चाहिँ सबैका परमेश्वर रहेछ। जुन आनन्द अनि शान्ति मैले नै हामीले पाएका छौँ, त्यो शान्ति त्यो आनन्द है हामी तपाईँहरूको बिचमा पनि है प्रस्तुत गरिरहेका छौँ। हामीलाई फेरि पनि पढिदिनुहोस् एकचोटि त्यसको 10 अध्यायको 36 पदलाई। परमेश्वरले त्यो वचन येशू ख्रिस्टद्वारा, परमेश्वरले त्यो वचन येशू ख्रिस्टद्वारा उहाँ नै सबैका प्रभु हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ है। हामीलाई परमेश्वरको वचनले त्यो प्रमाण गर्छ हैन। मान्छे आज तपाईँहरूले यो सोच्दै हुनुहुन्छ होला यो चाहिँ मात्रै क्रिस्चियनहरूको हो भनिकन, तर बाइबलले यो भन्दैन। परमेश्वर चाहिँ सबैका प्रभु हुनुहुन्छ। किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरेका हुन्। सबै उहाँले सृष्टि गर्नुभएको छ। यो संसारमा कति राजा आए, कति राजा गए होइन। तिमीलाई मुकुट पर्याले ईश्वर हुनुहुन्थ्यो। आज सबैको पुस्ता सदाकाल रहिरहँदैन। यो पुस्ता भित्र जानेछ भयो, यो पुस्ता भित्र जानेछ। आज प्रभु यीशु संसारमा आउनुभयो। तलवारले, कुनै तीरले, कुनै भालाहरूले, कुनै बमले संसारमा राज्य गर्न खोज्नु भएको थिएन। नेपोलियन बोनापार्टले भन्ने गर्छ, मैले एलेक्जेन्डरले अनि सेल्युकसले धेरै यस्ता ठुला राजाहरूले, सिजरले हामीले आफ्नो तलवारको दमले हामीले संसारमा राज्य गर्यौँ। तर येशू मसीह चाहिँ एउटा प्रेमको सन्देश लिएर संसारभरि राज्य गरिरहेको छ। आज यो यीशुमा विश्वास गर्ने मान्छेहरू सिटी यो उत्तर दिने पुरै पश्चिमसम्म आज कुनै कुरामा पनि येशूमा विश्वास गर्ने मान्छेहरू पाइन्छ। किन यस्तो? यो सत्य कुरा हो, अकाट्य सत्य हो। कसैले पनि काट्न सक्दैन यो सत्यलाई।